ए हजुर नमस्ते। हामी त भैलो खेल्नु आयौँ है आमा। पर्व मान्नु आयौँ हजुरको घरमा। यसो दुःख नमान्नु, अब पर्वले बोलाएपछि के गर्नु। सासुआमाले ओछ्याउनु भएको बिस्नु गर्नुपर्छ है दिदी। बिस्नु ए मेरो लुगा पनि तानिरहेछ। सर्दी लाग्यो चिसोमा धेरै घर डुल्यो। लु हामी त आमा थाल्नु पर्यो। भैलेनी आइन् आँगन बडाली कुराली गरन ए औँसी बारो गैतिहारो भैलो त्यसै हामी आएनौँ बलिरहले पठाको ए औँसी बारो गैतिहारो भैलो। नभन्नु दिदी टोक्छ म कट्दैछ त टोक्छ क्या उसले मात्रै भयो कि के हो? अब नचलाउनु तिहार हो तल घरमा माथिल्लो फेरि अब हामी उतातिर जानुपर्ने सक्नु हुँदैन टोक्छ सुत्नु पर्यो। यो गोबरले लिपेको लक्ष्मी पूजा गरेको ए औँसी बारो गैतिहारो भयो। हाँसी खुसी बसौला मिली जुली बसौला ए औँसी बारो गैतिहारो भैलो। यो घरैमा सधैँ भरिरहन् ए औँसी बारो गैतिहारो भैलो। अब यति ल जाउँ ल दिदी। म दिदी कि तपाईँ दिदी? तपाईँ दिदी म दिदी। अलिक आज अलिक जाउ धेरै खाइएछ कि त्यही भएर तल्लो घरमा दिनु भएको थियो कि अब जानुपर्छ एकछिन। आशिक दिउँ न त होइन मलाई त बिर्खिसके त। किन दाजुले कुट्नु भयो र? यसरी होइन जार खाएर नि बहिनी। जाउँ है अलिक घरमा पनि जानुपर्ने छ दिदी। तपाईँ ठुलो मान्छे पूजा गर्नु दिदी। हजुर यो फुल त लाउनु पर्छ अरे नि त। मन्त्री खाद्यान्न मन्त्री तपाईँ मेरै छोराछोरी थुप्रो छ। म त बुझेँ तपाईँ खोले खानु यसैमा तल घरमा जार नखाएको म खान्छु। पूजाले हुन्छ त दिदी यसो त दुमुख निकाल्नु खानु हुन्न? नखाने बहिनी
यो खाइसक्छु अनि नाच्नु हुने ननाच्ने बहिनी म बुढी मान्छे वाली जमुना जमुनाको भेदैमा मनोकामना जमुनाको भेदैमा मनोकामना कसको छोरा कसको छोरी कसको छोरा कसको छोरी पर माया जामा कसको छोरा कसको छोरी अब जाउँ होला है बहिनी फेरि माथिल्लो घरमा जानुपर्छ बहिनी अब तपाईँको नाङ्लो त हामी लानु सक्यौँ नै राख्नुहोस् है फेरि अर्कोचोटि ल्याउँछु अर्कोचोटि आउँदाखेरि चाहिन्छ तपाईँको घरमा लक्ष्मीले बास गरोस् है हामी गरौँ ल